यही बाटो ठिक छ क्या यसरी लडेँ म होइन अब के गर्नु त लडेँ सुकी जाला रुमाल फाटी जाला फुल दिए सुकी जाला रुमाल फाटी जाला मुटु भरि माया दिए जुगै फेरि तपाईँहरूलाई स्वागत गर्न चाहन्छु मेरो भएको च्यानलमा नि सो तपाईँहरू सन्चै आरामै हुनुहुन्छ म एकदम सन्चै आरामै छु सो फाइनली केटा हो अब सब घरको कामहरू सिद्धियो अब चाहिँ मात्रै छ घुम्न मात्रै बाँकी छ सो त्यही हो आजबाट स्टार्ट भइसकेछ हाम्रो होइन अनि सो त्यही हो आज चाहिँ कहाँ जाने होला त्यो त मलाई ठाउँको नाम थाहा भएन तर यस्तो राम्रो ठाउँ छ के त्यो चाहिँ घुम्न जाने हो राम्रो ठाउँ छ कि नाम थाहा भएन कि यार केटा हो किनभने अब बिर्सिसकेँ कि खै कता नाम थियो अनि सो अहिले चाहिँ म पकलाएर पराएको छु होइन सो हेर्न सक्नुहुन्छ दामी तरिकाले अनि बिहानको 8:30 बजिरहेको छ अब 9 बजे 10 बजेतिर निस्किनु पर्ने हुन्छ हामी अनि टक्क अब साथीलाई फोन हानेर अब सिद्ध चलिदिनु पर्ने हुन्छ अहिले चाहिँ म एकछिन बस्छु त्यसपछि जानुपर्ने हुन्छ अनि घरमा बनाउन पाएन कि छिटो हतारमा आइयो भने टाइममा पुग्दैन भनेर यहाँ पुग्दाखेरि त आधा घन्टा अगाडि नै पुगेर छु रे केही छैन 9 बजे बोलाएको थियो 8:30 बजे केही छैन ठिकै छ आफ्नै ठाउँमा अनि सो त्यही हो दामी तरिकाले आउनेवाला छ आजको ब्लग अनि न्यु इयरको ब्लग त दामीवाला आउनेवाला छ अनि सो तपाईँहरू माया र सपोर्ट देखाइदिनु पर्ने हुन्छ सबैले अनि अब के भन्न चाहन्छु भने नढिलो किन अगाडि बढ्नुपर्ने हुन्छ सो फाइनली गाइस टक्क हामी चाहिँ चल्दैछौँ सिमसार सो फाइनली सिमसार भन्ने ठाउँमा रहेछ अरे मलाई फर्स्ट टाइम मतलब पहिलोचोटि नाम सुनिरहेको छु के भन्नाले अब भनौँ न तपाईँ अब थाहा थिएन कि यताको ज्ञान मलाई धेरै छैन त्यही हो चल बोल्दिनँ अब चाहिँ हामी 3 जना छौँ होइन एकजनालाई चाहिँ लिन जानुपर्ने हुन्छ अनि त्यो चाहिँ उसलाई चाहिँ पिकअप हानेर अब सिधा एउटा चाहिँ बाइक हुन्छ अनि त्यसपछि चलिदिनु पर्ने हुन्छ हामी सिमसारतिर क्या उता चाहिँ नुहाउन जाने प्लान बनिरहेछ क्या हाम्रो झर्नामा यो चाहिँ एनएस यसले के भन्छ थाहा छ यो होइन मेरो साथी नै हो यसले के भन्छ मलाई बोलाउँदाखेरि एनएस अभि भनेर बोला होइन उसको चाहिँ टिकटक आइडी चाहिँ एनएस अभि हो अनि जो हुनुहुन्छ इन्ट्रेस्टेड बाइकमा उसलाई चाहिँ फलो हानिदिनु पर्ने हुन्छ अनि सो त्यही हो टिकटकमा सबले फलो हानिदिनु अन्त अब चाहिँ दामी भ्लग आउनेवाला छ अनि टक्क लगाएर एकदम दामी तरिकाले यो बाटो हिँड्ने जस्तो लाग्यो कि मलाई त्यही हो न म एउटा कुरो भन्ने थिएँ होइन तपाईँहरूलाई जता पाइ त्यतै आगो नबालिदिनु भएर भनेर भन्ने थिएँ म तपाईँहरूलाई होइन एउटा ठाउँमा यस्तो भयङ्कर आगो लाग्यो नि महाजम त्यहाँको भन अब भनौँ न म्याक्सिमम् धेरै गाउँहरू नोक्सान पार्दैछ कि आगोले पर्दा सब बेचाराहरूको होइन त्यो टिकटकमा म हेर्दै थिएँ आएको थियो होइन अनि के भन्नु अब भन्न यही छ तपाईँहरूले म पहिल्यै भनिसकेको छु होइन जता पाइ त्यतै आगो नबालिदिनु होला केयरफुल भइदिनु होला जस्तो हावाहुरी चलिरहेको नि त त्यही भएर भने चाहिँ तपाईँहरूलाई होइन सो त्यही हो अब चाहिँ दामी हुनेवाला छ चलबल हान्नुपर्छ चल बाटो हिँड्दाखेरि हुन्छ चल अनि जुन मेरो ऱ्याप गीत थियो नि त्यो चाहिँ मैले फ्री स्टाइल मात्रै हान्ने थिएँ केटा हो होइन अनि चाहिँ त्यसैको आउँछ दामीवाला होइन ऱ्याप मैले चाहिँ गीत लेखिरहेको छु अनि जुन दिन कम्प्लिट हुन्छ त्यही दिन म चाहिँ लन्च हान्नेवाला भनौँ न तपाईँको 1 गते सोचेको थिएँ हान्नलाई तर अहिले टाइम छैन टाइम पाएको छैन होइन अनि गीत नि अझै थोरै बाँकी छ लेख्न होइन अनि त्यो चाहिँ मेरो फ्री स्टाइल थियो अनि अब चाहिँ दामीवाला ऱ्याप आउँछ त्यसमा भिडियो पनि आउँछ एकचोटि दामीवाला अनि त्यसमा चाहिँ माया देखाइदिनु पर्ने हुन्छ अनि नयाँ आउनुहुन्छ भने सब्सक्राइब गरिदिनु अनि जो सब्सक्राइब गरे पनि बेल आइकन खिचिदिनु होला अनि त्यही हो जङ्गलमा आइसक्यो जङ्गल मङ्गल गर्न ल एकदम दामी सो ए बाबु एकचोटि अझै पड्का न स्कुटी खतरा पड्काइरहेछ त्यसले भन्न पानी पऱ्यो बहुत डरबाद हुन्थ्यो केटा हो कपडा सपडा त एकदम त्यो ठाउँ छ नि दामी भइरहेको छ जे होस् जङ्गलमा घुम्न अर्कै मजा छ कि केटा हो जङ्गलमा घुम्नु भनेको अर्कै मजा हो के तर यस्तो धुलो खानु भने पनि अर्कै कुरा हो त्यही हो अब यस्तो धुलो जो पछाडि बस्यो त्यो मजाले धुलो खान्छ जस्तो लाग्यो मजा छ कि दामी ताल छ यहाँ त दामी ताल छ केटा हो अहिले उताबाट फर्किँदाखेरि यहीँ नुहाउनु जस्तो छ नुहाउनु पर्ने हुन्छ स्विमिङ पुल माई होम एटएम माई होम के भन्छ होइन त्यही बेलामा गाना नहाल्ने एउटा टिकटक केटा हो दामी छ जे होस् ताल चाहिँ दामी छ मन पर्यो सिमसार भन्ने ठाउँ सायद
जहाँसम्म मलाई लागिरहेको छ सिमसार भन्ने ठाउँ यो अब त चढ्नुपर्ने हुन्छ सिमसार यहाँ लेखेको छ सिमसार भन्ने दामी माथि जानुपर्ने हुन्छ दामी जे होस् गाडी चढ्छ दामी भ्यू यस्तो 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 फिल भइरहेछ होइन कस्तो जङ्गलको बिचमा आए जस्तो हुन्छ नि त्यस्तै फिल भइरहेछ कि यता नि जङ्गल छ होइन टक्क लगाएर हेर्न सक्नुहुन्छ यता नि जङ्गल छ पछाडि नि जङ्गलै छ हेर्नु अनि सो त्यही यहाँ हेर्नु न ओए बरै कति लामो यहाँबाट मान्छे खस्यो भने टक्क मान्छे चिलमा मान्छे हिलमा माउन्टेन एभरेस्ट जस्तो हुन्छ केटा हो त्यही हो दामी भइरहेछ जे होस् रमाइलो पलवाला ठाउँ छ के हो टक्क अब चाहिँ अब हामी भिडियो बनाऊँ न एकचोटि होइन सो त्यही हो अब चाहिँ हामी चल्दिएको केटा हो ल के को भिडियो हिँड माथि गएर बनाऊँ न जति भिडियो बनाउन छ सो त्यही हो यादै माथि चढ्नुपर्छ अरे झर्ना हो केटा हो झर्नामा झर्नै पनि देखाइदिनु पर्ने हुन्छ त्यही हो अब चाहिँ झमझम पर्ने पानी गुर्जा खाँचैमा ल चल्दिएको हामी आई मिन होइन डाँडाको गाउँ रहेछ अनि खतरा रहेछ कि ल केटाहरू एकदम चलबल दिनु पर्यो दामी भ्यू देखिरहेछ हावा नि त्यस्तै चलिरहेछ कि एकदम तपाईँहरूलाई माम सिन देखायो भने त दामी देखिन्छ कि एकदम ओह्रालो चाहिँ दामी छ डाँडै माथि हो कि केटा हो हामी डाँडै माथि यस्तो यस्तो ठाउँमा घुम्न पाए कति मजा आउँछ होइन डेली तर के हो अब जे पनि हो अब कहाँ घुम्न पाइन्छ डेली अब भनौँ न डेली त घुम्न पाइँदैन त्यही हो यस्तो नजाराको देखिरह न टक्कै यहाँ घर छ अब कति माथि चढ्ने होला आगो बलिरहेछ केटा हो त्यहाँ त एकदम हाम्रो यहाँनिर सबै ल केटा हो अब तिनीहरूको पर्खाइमा छ होइन केटाहरूको अब आयो भने चलिदिने हो माथितिर अब सो त्यही हो एकदम दामी भइरहेछ भ्लगहरू अब चाहिँ भ्लग कन्टेन्टहरू आउँछ क्या तपाईँको अब चाहिँ आउँछ डेली चाहिँ आउँदैन तर धेरै आउँछ पहिलाभन्दा त धेरै आउँछ अनि पहिलाभन्दा बेस्ट आउँछ क्या अहिले अब भनौँ न अब फर्स्टमा हुन्छ होइन मिस्टेक भइहाल्यो होला कतै कतै माफी पाऊँ तपाईँहरूसँग होइन गल्ती त सबसँग हुन्छ केटा हो होइन कतिखेर कसको गल्ती हुन्छ त्यो थाहा हुँदैन त्यसो थाहा भएको भए गल्ती नै हुन्थेन आई मिन मैले भन्न खोजेको त्यो होइन अनि गल्ती त सबसँग हुन्छ मसँग केही गल्ती भयो भने माफ गरिदिनु होला अनि पहिलाभन्दा बेस्ट आउँछ किनभने अब जब मान्छे ठुलो हुन्छ नि त त्यसको उमेर पनि बढ्छ जिउ पनि बढ्छ खाना पनि बढ्छ हरेक कुराहरू पनि बढ्छ के त्यही हो अब अगाडि जति बढ्दै जान्छु अनि त्यत्तिकै राम्रो हुन्छ बेस्ट हुन्छ पहिलाभन्दा अनि सुरुवात चाहिँ दामी भइरहेछ यहाँ हेर्नु न ओए खतरा देखिरहेछ ल अर्को आयो दामी देखिरहेछ यार यहाँ पनि भिडियो बनाउने जस्तो छ के जस्तो सोच रिल हामी चाहिँ फर्किन लागेको किनभने थाहा छ त्यो बाइकै चढ्न सकेको छैन कि स्कुटीहरू यसपालि हामी रिपेयरिङ भएर आउँछौँ पुरा एकदम प्रिपेयर भएर ओए अब चाहिँ बाइक स्टार्ट नगरे केटा हो प्लान चेन्ज भएको केटा हो नआउने हो तर नआउने हो केटा हो तर अर्को ठाउँ बरघाटभन्दा अझै अगाडि रे छ कुदै जानुपर्ने हुन्छ बाइकै अब यो त चढिरह त्यो पनि चढिरह त्यो स्कुटी एउटा छ नि त त्यो चढ्न सकेको छैन अब रिस्क नलिउँ न केटा हो त्यही हो अब रिस्क लियो भने त फेरि गाह्रो हुन्छ नि त अझै कति माथि छ त्यही भएर रिस्क नलिउँ अब बाइकको तेल पनि बचाउनु पऱ्यो होइन किन केटा हो बाइकको तेल पनि बचाउनु पऱ्यो त्यही भएर स्टार्टै छैन गाडी के किनभने अब न स्टार्ट गर न स्टार्ट गर बरु स्टार्टै नगर के जान्छ कि मजाले जान्छ यस्तो छ नि अलि हो जान्छ कि मजाले त्यही हो सब कुनै पनि गाडी स्टार्ट छैन केटा हो हाम्रो गाउँ पनि दामी देखेछ यो त केटा हो होइन यति धेरैजना छ पहिला यति धेरैजना थिएन अहिले यति धेरै भइसकेछ पक्का हामी चाहिँ बरघाटमा पुगिसकेछौँ अब चाहिँ हामी जानुपर्ने हुन्छ स्विमिङ पुल खेल्न के पुल खेल्न जानुपर्छ पुल मिन्स स्विमिङ पुल के केटा हो त्यही हो टक्क फाइनली यो बरघाटको रोड रहेछ
अनि चाहिँ अब यहीबाट भित्रै ग्याङस्टर अब ग्याङ जस्तो होइन अब कतै फाइट गर्न हिँडिरहेको कि केटाहरू त्यस्तै देखिरहेछ कि एकदम चलपल सो नाम त चाहिँ थाहा भएन यो चाहिँ आर्मीको अनि यो गाउँको नाम चाहिँ थाहा भएन बरघाट भनौँ न बरघाटै दिनेछ बरघाटतिर छ भन सो फाइनल्ली होइन कता कति टाढा छ होला त्यसलाई थाहा छ कि त्यसलाई थाहा छ एक गते त तपाईँको न्यु इयरको दिन चाहिँ दामी आउँछ है केटा हो तपाईँको लगातार आउँछ क्या भ्लग दामी आउँछ एक गते चाहिँ दामी आउँछ स्पेसलै हुन्छ आई होप भन्न स्पेसल गर्न खोज्छु म होइन स्पेसलै दिन्छु जहाँसम्म मलाई लागिरहेको छ होइन जे हुन्छ त्यही गर्ने हुन्छ तपाईँहरू भ्लगैमा अब हामीलाई पुग्नेवाला छ टक्क अगाडिको यो रोड हेर्दै हुनुहुन्छ नि त्यो काठमाडौँ जाने बाटो रहेछ के अब योभन्दा अगाडि गयो भने यो पाहाड पारि गयो भने जाने हो क्या त्यही हो नुहाउन पहिला नुहाउन छ यार केटा हो अब आइपुग्यो जस्तो आयो त्यस्तै लागिरहेको छ अगाडि हेर्न सक्नुहुन्छ झुलङ्गे पुल छ फाटे हेर्न फाइला छ त्यही हो अब चाहिँ नुहाउनु पर्ने हुन्छ केटा अगाडि छ झुलङ्गे पुल छ पिकनिक स्पोट जस्तो लाग्यो केटा हो गाह्रो छ एकदम गाह्रो छ ल यही खोला हो नुहाउने हामीलाई यही खोला हो होइन हामी नुहाउने भनेको अब त्यही हो केटा हो यही खोला हो नुहाउने भनेको हामी त्यस्तो पनि होइन जस्ट किडिङ मा च्याक दुख्न लाग्यो यार केटा हो यार बस्दा बस्दा मा अघि नैबाट 2 घन्टाबाटदेखि घुमेछ फाइनली पुगेछ केटा हो हामी चाहिँ यसैमा नुहाउनु पर्ने जस्तो छ यसको अर्कै डिमान्ड हुन्छ कि त पनि पारा नगर भाइ अब सो फुच्चाफुच्चीहरू आइरहेछ होइन अरे तेरो लफडा त आफ्नै गाउँमा राख्लास् भाइ हाम्रो यता लफडा छैन आफ्नो लफडा भाइ आफ्नै गाउँमा राख्लास् सो अब चाहिँ चलिदिएको हामीहरू दामी तरिकाले के छ भाइहरू घुम्नु आयो कि के छ कस्तो छ एकदम ठिक छ नि ल केटा हो ल यसको होइन त्यो हुन्छ नि यो न मेलैमा हुन्छ न फिमेलैमा हुन्छ बिचको मान्छे त्यही भएर घोको भनिरहेको के अब के भन्नु त्यो भाइ फ्री खाली अब ऊ झर्ना हेर केटा हो ल केटा हो अब यसैमा नुहाउने होला जस्तो छ धन्न खसिएन यस्तो पाहाडतिर घुम्नै अर्कै माहौल छ कि केटा हो बुझ्दैनौ तिमीहरू कस्तो दामी खुलुलुलुलुलु गरिरहेको खतरा अब त्यही हो दामी भइरहेछ भाउ हेर भाउ भ्लग हो तेरै बेज्जत हुन्छ अब केही नराम्रो शब्द बोलिस् भने मेरो त केही होइन म त हालिदिन्छु भाइ अब तेरो झर्ना कहाँ छ पहिला अगाडि झर्ना अब म झर्नामा नुहाउन आएको कि यस्तो यो झर्नामा नुहाउन आएको आउँछ भाइ पौडी खेल्न आउँछ केटा हो जे होस् अब यस्तोमा को नुहाउँछ यार केटा हो यस्तोमा नुहाउँदा फाइदा पनि जिउ नै डुब्दैन हो केटा हो जिउ यत्रो यति पानी जान्छ यति नै पानी जान्छ हामी चाहिँ यस्तो जङ्गलमा छौँ जुन जङ्गल एकदम डेन्जर खाले छ यहाँ डेन्जर खाले पुरा एकदम बाटोहरू पनि छ अनि त्यसैको लागि हामी खानाको लागि यो लगिरहेछौँ भन टक्क लगाएर किनभने अब जङ्गल हो जङ्गलमा जे पनि हुनसक्छ हामीसँग सब सेफ्टीहरू छ अब जङ्गलमा त्यही हो सफारी हान्न आएको जस्ट किडिङ अब सफारी हान्दाखेरि यत्रो ठुलो बोल्डर हुन्छ अब कहाँ खाना खोज्नु पऱ्यो कतै हुन्छ भने यसो खाइदिउँ जस्ट किडिङ केटा हो यहाँ खाना पकाएको छ होइन त्यहाँ धेरै मान्छेहरू सर्भाइभ गर्न आएछ जस्तो आई होप होइन तर यत्रो मैले आउँदाखेरि होइन धेरै मान्छेहरू थिए कता गयो हौ
ल नुहाइरहेछ यता नुहाइरहेछ एकदम खुलुलुलुलुलु हुन्छ दामी तरिकाले यहीँ नुहाइरहेछ होइन सो त्यही हो यो चाहिँ एकदम डेन्जर खाले एरिया हो सो तपाईँहरू सावधान भइदिनु होला पहाड हेर न यार केटा लास्ट गाह्रो भयो यार यहाँ पे आप देख सकते हैं बहुत डेंजर एरिया है यहाँ पे आप लोग आएंगे माछा एकदम यहाँ चाहिँ पौडी खेलिरहेछ होइन गहिरो छ एमेजोनको जङ्गलमा हामी 8 जना चाहिँ यात्री सफारी गरिरहेछौँ होइन पैदल यात्रा एकदम थकाइ नै लागिसक्यो यार एकदम गाह्रो छ भइरहेछ यस्तो ढुङ्गामा हिँड्दा पनि नि के भनौँ अब नाङ्गै हुनु पऱ्यो किनभने यार गर्मी लास्ट भइरहेछ नि अब थोरै आइडिया दिइसकेँ दामी हुन्छ सो फाइनली केटा हो भेटियो होइन केही नआउनु पर्ने हुन्छ किनभने राम्रो ठाउँ छ कि यो एकदम स्मुथ स्विमिङ पुल भाइ स्विमिङ पुल केटा हो ल सो कुदियो गर होइन ल आइरहेछ एकदम दामी तरिकाले ओए 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 डुब्की हान्न आउन त्यो डुबे मान्छे त ला ओए त्यो त सानो छ नि त्यही भएर हो कि सानो भएर हो ला खोला बा ला त्यत्रो पानी छ ओए ओए ब्लग बनाइरहेको छु त्यस्तो त नबोल्दै म मजा लिइरहेछ सब मजा लिइरहेछ एकदम विथ माई एट स्विमिङ पुल झर्ना त भेटिएन किनभने झर्ना चाहिँ माथि छ कि ए भाइ नगर्नु अनि सो हाम्रो झर्ना हो मै हो झर्ना केटा हो झर्ना मै हो झर्ना चाहिँ मै हो गाइज होइन धानी तरिकाले बाहिर चौचौ मागिरहेको थिएँ पाना भेटेन अब के गर्ने म र त्यो सकाएँ पुरै सकेँ सो र जो लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला टक्क हाम्रो स्विमिङ पुल यो हो कि दामी छ कि ओके ल्याब स्विमिङ भन्दा कम छैन के जोडै पाउन आयो त्यो भयो मरेको मजा आइरहेको छ मजा फोटो खिच्नु नै आएको मजा फोटो खिचायो घुम्दा पनि केही गर्न तर अब स्विमिङ पुल दामी छ अब पानी भनेपछि यतिको पानी छ के अनि सो अहिले चाहिँ यता छ किनभने डराइरहेको यहाँ पौडी खेल्न मलाई मात्रै आउँछ के मलाई
मर्दै त मर्दै केटा हो फाइनली थाहा भयो कुन ठाउँ हो भनेर यो चाहिँ तपाईँको बरघाटमा पर्छ के अरे अनि अब दामी भइरहेछ यस्तो एमाजोनको जङ्गल जस्तो जानु परिरहेछ सो दामी भइरहेछ होइन एकदम राम्रो चलपल केटाहरू गइरहेछ म पनि जान लाग्यो हामी पनि जान लाग्यो तिनीहरू 18 बाटो नथाम्ने यही बाटो ठिक छ यसरी लडेँ म होइन अब के गर्नु त लडेपछि त बाटो ठिक छ त फाइनली लडियो यसरी नै लडियो अरे दादा फाइनली उठारे त अब के भन्नु ल लडे यस्तो डेन्जर लड्यो होइन केटा दुई ठाउँमा चोट लाग्छ एकदम बवाल तरिकाले कसम यार जाँदा बेला त क्या जोसमा गएको थियौँ आउने बेला सब लुज छ के ल खतरा तर यार चोट लाग्छ यार दुइटै खुट्टामा लाग्छ यो खुट्टामा त अघि नै लागेको थियो यतावाला अनि यो खुट्टामा पनि भर्खर लाग्यो अनि यो खुट्टामा पहिला उता नुहाउँदाखेरि लाग्थ्यो थियो अहिले भर्खर लाग्यो यार दुईचोटि भयो एउटै खुट्टामा भर्खर यहाँ पुगियो अब भर्खरै भनौँ न आधा बाटी भन्दा पारी आइसकेको छौँ अनि सो त्यही हो अब नुहाउने प्लान भइसकेछ अब घर जाने हो त्यही हो अब पुग्यो यार लास्ट मजा त आइयो केटा हो त्यही हो केटाहरू पछाडि छ एकदम अब घर जानुपर्ने हुन्छ सर्लक भनेर हो सो त्यही हो